सबैजनालाई धन्यवाद अनि नमस्कार। अनि यहाँ आउनुभएका हाम्रा प्रमुख अतिथि अनि सबै कोचहरू दाइहरू अनि म चाहिँ अब सानैदेखि दाइहरूले देखिराख्नु भएको मलाई अनि दाइहरूसँगै खेलेर दाइहरूलाई देखेर हुर्केर आएको म चाहिँ। अनि मेरो गोलकिपरको चाहिँ फर्स्ट कोच पनि हुनुहुन्छ है विनोद दङ्गल दाइ। अनि सानो हुँदाखेरि कोचरमा ट्रेनिङ गराउनु हुने हाम्रो देव सर होइन सबैजना हुनुहुन्छ। अनि यसरी चाहिँ अब खेल्दै आउँदाखेरि अब अहिले यहाँसम्म आइपुग्दा चाहिँ एउटा कोचको भूमिका पनि निर्वाह गर्नलाई एउटा मौका पाएकोमा चाहिँ अनि दिनुभएकोमा सबैजनाप्रति अनि हाम्रो एन्फा अनि काठमाडौँ जिल्ला खेलकुद सङ्घमा पनि एकदमै आभारी छु। अनि तपाईँहरू पनि जसरी आफ्नो घर परिवारबाट यसरी समय मिलाएर आइदिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि मेरो एक्सपिरियन्समा भन्नुपर्दाखेरि चाहिँ अब फर्स्ट फेज पनि कम्युनिटी कोर्सबाटै कुरा गर्नुपर्दाखेरि रमाइलो भएको थियो। अनि त्यहाँबाट हामी 5 जना चाहिँ छाटिएर राम्रो भएर हो कि के भएर जे हामीले चाँडै मौका पायौँ। सो अनि फेरि हाम्रो दाइहरूसँग साथीभाइहरूसँग होइन यसरी भेट भयो सी लाइसेन्समा। अनि फर्स्ट फेजमा पनि राम्रै भयो, राम्रो अनुभव भयो। अनि 1-2 जना साथीले अलिअलि बिगारे पनि थियो होइन जस्तै अब नवीन रमाइलो किस्साहरू हो त्यो धेरै रमाइलो क्षणहरू पनि बितायौँ यसरी केही सानो समयमै। अब कहाँ टाढा टाढा होइन देशको विभिन्न भागहरूबाट जिल्लाहरूबाट हामी यसरी भेला भएर चाहिँ आउँदाखेरि चाहिँ अब जो सबैजनालाई चाहिँ आफ्नो देशप्रति चाहिँ देशमा फुटबललाई विकास गर्नु छ, आफ्नो क्षेत्रमा चाहिँ फुटबलमा चाहिँ विकास गर्नु छ भनेरै उहाँहरू पनि सबैजना आउनु भएको रहेछ बुझ्दाखेरि पनि। सो खुसी लाग्यो जसरी अब आउने दिनहरूमा चाहिँ नेपाली फुटबल चाहिँ राम्रो प्रशिक्षकहरूको हातमा पर्नेछ भनेर मैले एकदम ठुलो आशा गरेको छु। अनि त्यो आउने दिनहरूमा अनि अझै यस्तै कोर्सहरूमा चाहिँ हामी फेरि भेट हुनेछ भन्ने मैले ठुलो आशा गरेको छु। र यहाँबाट हामीले जे जति पनि सिक्यौँ एक्सपिरियन्सहरू भयो होइन। अब के अरे लाइक बच्चाहरू अब कहिले पनि नभेटेको भाइहरूलाई पनि हामीले ट्रेनिङ गरायौँ, त्यो एउटा राम्रो अपर्च्युनिटी पायौँ हामीले। सो त्यसको लागि धेरै धेरै धन्यवाद सबैजनालाई। सो अरू भन्नुपर्दाखेरि चाहिँ यो सेकेन्ड फेजमा आउँदाखेरि चाहिँ अलिकति प्रेसर पनि बढ्दै थियो अनि बढ्यो पनि। र आज चाहिँ अलिक धेरै नै प्रेसर पनि थियो लाइक 2टा एक्जाम होइन। सो लाइक प्र्याक्टिकल पनि अनि लिखित पनि। सो अब यस्तो प्रेसर त लाइफमा त अझै पनि आउँछ कोचिङ गर्दै गएपछि। अनि आउने दिनहरूमा चाहिँ हामी अझै यो यस्तै प्रेसरहरूलाई सम्हालेर लडेर बढेर होइन रोडिस पारामा चाहिँ हामी अगाडि होइन। सो त्यही भन्न चाहन्छु। धन्यवाद नयाँपाटी फुटबल एकाडेमीलाई पनि तपाईँहरूले जसरी अब तपाईँहरू चाहिँ हाम्रो लागि चाहिँ एउटा रोल मोडल बनिदिनु भएको छ हरिदाई अनि सुशान्त दाईहरू। सो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद जसरी अब यो एउटा एकाडेमी तपाईँहरूले सञ्चालन गरिदिनु भएको छ। आउने दिनहरूमा हामीले पनि यसरी नै एउटा एकाडेमीहरू सञ्चालन गरेर आफ्नै देशमा चाहिँ फुटबलमा नै केही गर्न पाऊँ अनि त्यो बाटोहरू खुलोस् भनेर चाहिँ ठुलो आशा गरेको छु। अनि सायद बोल्दा बोल्दा धेरै पनि बोल्यो होला तर धन्यवाद यति एउटा समय दिनुको लागि।